साम्प्रदायिक सोचबाट, सामुदायिक सोचबाट धेरै माथि उठ्नुपर्छ। महामानव सिद्धार्थ बुद्धले उहाँको एक ठाउँमा उहाँले लेख्नु भएको छ, सायद तपाईँहरू धेरैजनाले पढ्नु पनि भएको छ होला। सिद्धार्थ बुद्धको भिक्षु सङ्घमा आइपुग्नुभन्दा अगाडि त्यो मान्छे फरक फरक हुन सक्छ, तर भिक्षु सङ्घभित्र आइपुगिसकेपछि त्यो मान्छेको एउटै साझा अस्तित्व र परिचय भनेको उसको भिक्षु चाहिँ अस्तित्व हो। भिक्षु सङ्घभित्र पुगिसकेपछि यो तामाङ भिक्षु, यो गुरुङ भिक्षु, यो मगर भिक्षु, यो राई भिक्षु, यो लिम्बू भिक्षु, यो कामी दमे सार्की भिक्षु भन्ने हुन्छ? भित्र गएपछि के हुन्छ? एक्लो के हुन्छ? भिक्षु। सँगै त्यहाँनिर अझ बेसी त्यसलाई एक्सप्लेन गरेर त्यहाँ के लेखिएको छ, उदाहरण दिएर लेखिएको छ। उदाहरणको निमित्त हामी अहिले बसेको यो हलदेखि थोरै पूर्वतिरबाट एउटा खोला बगिरहेको छ, होइन? खोला बगेको छ कि छैन? कुन खोला बगेको छ? बागमती बगेको छ अलिक परतिर। अब अलि उतापट्टि जाउँ, उतापट्टिबाट नि एउटा खोला बग्छ कि बग्दैन? धोबी खोला आउँछ उताबाट, बुढा नीलकण्ठ र यतापट्टिको काठमाडौँ महानगरको सिमाना हुँदै कुन खोला आउँछ? धोबी खोला। नयाँ बसपार्कतिरबाट फेरि अर्को कुन खोला आउँछ? विष्णुमती आउँछ। विष्णुमती, धोबी खोला, यो चाहिँ के हो? बागमती। योभन्दा अलि उतापट्टि गयो भने के आउँछ? अर्को काठमाडौँ र भक्तपुरको सिमाना भएर मनोहरा खोला आउँछ। योहरू कहाँबाट निस्किन्छ? अब बल्खु छेउबाट चौबारको डाँडा छेचल्दै यो निस्किन्छ। यो निस्किँदै सर्लाहीमा पुग्दाखेरि यो के भन्छ? बागमती नदी भनेर सर्लाहीबाट बग्छ कि बग्दैन? अब त्यो बागमतीमा गएर एउटा जगले एक जग पानी निकालौँ र अब थालौँ। यो काठमाडौँको विष्णुमतीको, यो काठमाडौँको धोबी खोलाको, यो काठमाडौँको बागमतीको, यो चाहिँ भक्तपुर हुँदै आएको मनोहरा खोलाको पानी भनेर छुट्याउन सकिन्छ? त्यहाँ पुग्दाखेरि सकिन्छ? त्यति बेला त्यसको साझा अस्तित्व के हुन्छ? पानी। यानि कि त्यसको वैज्ञानिक भाषाबाट त्यसलाई के भनिन्छ? H2O हुन्छ त्यसको परिचय हो। H2O हुन्छ त्यसको परिचय हो। यो मङ्गोल नेसनल अर्गनाइजेसनमा आइपुग्नुभन्दा पहिला तपाईँ कोही तामाङ होला, कोही गुरुङ होला, कोही मगर होला, कोही राई होला, कोही लिम्बू होला, कोही कामी दमै सार्की, होइन, च्यामे पोडे, अब विविध भन्दै अब थुप्रो नजाउँ, नेवार होला, कोही यो थरी होला। यहाँ आइसकेर यो मैले किन तपाईँलाई भनिरहेको छु भने मलाई पनि धेरैले सोध्नुहुन्छ कि सर साँच्चै कुन थरीको अरे भन्नुहुन्छ। अनि एक समय एकजनाले के भन्नुभयो? भाषा बोल्न आउँछ भनेर सोध्नुभयो। मैले उहाँलाई भने पहिला म बहुत भाषा बोल्ने मान्छे, हेर्नुहोस् एमएनओमा सक्रिय भएर हिँडेको 14-15 वर्ष भयो। एमएनओमा लागेपछि अब आफ्नो भाषा होइन मङ्गोलहरूको हितको लागि लड्नु पर्ने छ भने मैले छोडेको। अहिले मैले चाहिँ बोल्न बिर्सिसकेँ, हेर्नुहोस् भनेको हाँस्दै निस्किनु भयो उहाँ। मैले किन भनिराखेको छु भन्दा हामी चाहिँ प्रबुद्ध विचारधाराबाट ओतप्रोत हुनुपर्छ। हेर्नुहोस् इनलाइटन सोच भनेको त्यति बेला मात्रै मान्छेको विकसित हुन्छ। सम्प्रदायदेखि धेरै माथि, समुदायदेखि धेरै माथि, संस्कारगत सोचदेखि पनि धेरै माथि र धार्मिकतावादी सोचबाट पनि धेरै माथि। न कि तपाईँको घरमा बुद्धको 5 कलरको झन्डा छ भन्दैमा लामा आयो भने खुसी भइहाल्ने, भिक्षु आयो भने खुसी भइहाल्ने, अनि त्यहाँबाट क्रिस्चियनको त्यो चाहिँ बाइबल बोकेर आउने देख्ने बित्तिकै नफरत गर्ने, त्यो प्रबुद्ध विचारधारा होइन। हेर्नुहोस् एउटा क्रिस्चियन धर्म मान्ने मान्छेले लामाको ड्रेसमा भिक्षु आउने बित्तिकै फेरि नाक खुम्चाउने गर्यो भने त्यो पनि प्रबुद्ध विचार होइन। प्रबुद्ध विचारधारा चाहिँ त्यति बेला उसको मस्तिष्कमा घुम्न थाल्छ। उसले सबै कुरा धर्मदेखि, संस्कारदेखि, समुदायदेखि, जातिगत धार्मिकतावादी सोच र संस्कारवादी सोचदेखि माथि उठेपछि मात्रै त्यो मान्छे चाहिँ बल्ल के हुन सक्छ? प्रबुद्ध विचारधाराबाट ओतप्रोत हुन सक्छ। जसरी हिजोको दिनमा महामानव सिद्धार्थ बुद्ध पनि प्रबुद्ध विचारधाराबाट ओतप्रोत भएको व्यक्ति हुनुहुन्थ्यो। सँगसँगै महामानव डाक्टर गोपाल गुरुङज्यू पनि सोही प्रबुद्ध विचारधाराबाट ओतप्रोत भएको, यानि कि उहाँहरू भनेको इनलाइटन लिडरहरू हो उहाँहरू भनेको। आज त्यो ड्युटी राजनैतिक दलको रूपमा नेपालमा अरू कुनै राजनैतिक दलमा छैन। हेर्नुहोस् त्यो ड्युटी चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले मात्रै निर्वाह गरिराखेको छ हाम्रो मुलुकमा।